हेर्नु त यहाँ भिड ठेलेर हैरान हेर्नु भिड। ल हामी चाहिँ अब मौसम सकेर घर फर्किँदैछौँ। बल्ल अब यहाँ भेट भइरहेछौँ हामी सबैजना। त्यही पनि कता जानु मितिनीहरू। ल नानी त छ मितिनी खोइ त हराउनु भयो। ल हेर्नु नि अगाडि 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 कहाँ हिँडेका यस्तो भिड। यहाँ कुन मान्छे कसको चिन्ने। ल हेर्नु त यस्तो भिड। आम्मामा आज त शनिबार होइन मेरो छोरालाई जुत्ता किन्दिनँ भनेर निराश भइरहेछ। ल मेरो बहिनी पनि यहीँ छ। ल यता चस्मा टाउकामा राख्नु पर्ने त झर्ला भन्ने पिर जुत्ता होइन मेरो छोराले तँ जुत्ता किनिदिनु मामु भनेर झगडा गर्दै थियो। हेर यो पवित्रहरू भिडमा हिँडेका। ल हेर्नु यहाँ भिड। ल यी सानीमाहरू अगाडि अगाडि हुनुहुन्छ। मैले पछाडिबाट भिडियो बनाइदिएको थिएँ। ल मेरो छोराले जुत्ता हेर्दैछ यहाँ 750को भनेर हेरेको। यस्ता राता जुत्ता हेरेको थियो। त्यो ठुलो भएर ल्याएनौँ हामीले। ल्याउन चाहिँ हेर्न चाहिँ हेरौँ। लाएर पनि ट्राई गरेको। ठुलो भयो अरे क्या 1200 पर्ने खालको जुत्ता 1000मा पाउँछ भने किन नल्याउनु त। 700मा पाउँछ भने किन भएन अरे क्या छोरो फेरि। ल फेरि यहाँ भेट भयो है मितिनीहरूसँग। नानी मितिनी मिजुसँग हाम्रो भेट भयो। के हेरेको भन्दै हुनुहुन्थ्यो। नानीले मनी मोजा किनी 100 रुपियाँको एकजोडी मोजा किन्यौँ। ल यहाँ के किन्यो चप्पल हेर्दै हुनुहुन्छ मितिनीहरू। चप्पल हेर्ने भनेर तर ठिक्काउने चप्पल नै पाइएन। कति राम्रो थियो कि कक्सुट चाहिँ राम्रो थियो तर पाइएन साइज पाइएन। हामीले चिप्स पनि किन्यौँ। चिप्स किनेर अनि खाएको। के गर्नु केटाकेटी लिएर हिँडेपछि तोदे भन्छ नि। ल यहाँ भिडियो बनाइकन छोप्याएर न फेरि लाजले बुतुक्यो। ल यी छोराछोरीले खाँदैछन्। मैले पनि मागेर खाएको हो त्यो गरेँ। ल हामी अब सुन पसलमा आयौँ। अहिलेको महँगो सुन छ। अब के गर्ने बजारमा राखेकै सुन लाउनु पर्यो हामी। मितिनीले औँठी हेर्नुभयो। ठिक भएन ठुलो सानो भयो क्या अनि त्यही भएर फेरि अर्को लाउनु भएको। यही ठिक्क भयो। औँठी लगायौँ हामीले। हाम्रो सेम औँठी भयो क्या मितिनीको सेम औँठी। ल यहाँ चाहिँ पानी किनेर खाएको हाम्रो खरै भयो त्यो चिप्स खाएर। अनि त्यही भएर पानी किनेर खायौँ कि हामीले यहाँनिर ल्याएर। निशाले पानीको बोतल खोल्न नआएर मितिनी मामला दिएको। चटपटे पनि रहेछ त अरे पानीको बोतल सोध्दै मेरो छोराले। दोकानको पसलको बहिनी चाहिँ मेरो भिडियो नबनाइदिनु न भन्दै थिइन्। ल फेरि हामी चाहिँ पानीसानी खाएर हिँड्यौँ। निशान खोइ भनेर म चाहिँ भिडियोमा हेर्दै थिएँ। कता गयो मेरो छोरो हरायो त हौ भनेको आएर छौ। देखेँ जुम गरेर हेरेको छोरोलाई। हेर्नु त भिड। यो भिडमा अब रेखा तारा दिदीहरू सानीमा पवित्रा बहिनी सब हरायो। अब यो भिडमा कहाँ खोज्ने। हेर्नु त अब नानीहरू चाहिँ छन् यहाँ। मितिनीहरू पनि अघि हुनुहुन्छ। अब अरू हरायो। मेरो छोराले चस्मा हेरेको अरे। हेर्नु त यस्तो चस्मालाई 350 हाल्नुपर्ने अरे। किनिदिनु न भनेको छ भन्नु। केही किनिदिनु भनेर रिसायो। अब यहाँ चिठा काटिदिनु न मामु 100 रुपियाँको भनेर यहाँ चाहिँ 100 रुपियाँको चिठा काटिदिएको थिएँ मैले। के पर्छ है त। यस्तो प्लेटलाई 100 रुपियाँ हाल्नु पऱ्यो हेर्नु त। रमा हातै पनि मैले फेरि ब्यागमा हालेको नअटेर हेर्नु न।
लाई हामीले सुन्तला किन्यौँ अनि आइपुग्यौँ हामी अब लन्डन ब्रिज आइपुग्यौँ। अब को कहाँ छ थाहा छैन, अब कोही देखिँदैन, कहाँ गयो यस्तो भिड छ। लु हेर्नु न कहाँ कसलाई तारदिन्छ बल्ल भेट भयो कि यिनीहरूले हामीलाई खोजिरहेको छन्, बल्ल भेट भएर अनि ल यसरी भेट भयो भनेर चाहिँ अनि अब अरू हरायो, अब अरू छैनन्, के गर्नु। निशान पनि यहाँ रहेछ, ल यस्तो छ।